अब मालदिदीले बुढालाई गएर भनिदिन्छु अस्ति देखेको सबै कुरो बिचरा मालदिदी त्यहाँ त्यस्तो बाटोमा हिँड्दा बिचरा लडेर त्यस्तो खुट्टा सुन्निएर उहाँ खुट्टा मर्किएर जात्रा भएर गाउँले घरमा दाइ गाउँले बोलाएर त्यत्रो लिएर उपचार गर्यो जडीबुडी हालेर त्यस्तो मान्छेलाई त्यो कान्छी बुढी भन्नु त साबी दिदीले कुटिरहेको रहेछ त्यसरी कुट्ने हो त नि कुट्ने लडाउने त्यस्तो गरिरहेको रहेछ कान्छी बुढी भन्नु त यही खालको रहेछ अब गएर पोल लगाइदिन्छु त्यसपछि अब भन्नाले कान्छी बुढीले कसरी हान्छ भनेको थाहा हुन्छ अब मैले जाने अब मालदिदी निको भएपछि त्यसपछि देख्छ नि उहाँ जेठी बुढीले नसक्छ कान्छी बुढी भेट्न जान्छु भनेर कान्छी बुढी सक्ने अब हामीले भेनालाई नभनेपछि अब के हुन्छ त यहाँ ठोक्नु परेन भेनाले कान्छी बुढीलाई कान्छी बुढीले अब जेठी बुढीले ठोक्छ भेना भेनाजी म एउटा गाना गाउनु पर्यो अब अनि त्यसपछि गाना गाइसकेपछि बुढी कहाँ गएको होला त्यो थाहा छैन पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रात मर्स्याङ दिशा ल कान्छी बुढी कहाँ मऱ्यो होला यति बेला पनि भात पकाएको छैन के हो यहाँ नाम्लो पो लिएछ त लालटिङ पनि रहेछ गाँठे कान्छी बुढीले त अँधेरो छ भनेर हो क्या बत्ती छ त हरामी भेना ओ भेना को आयो फेरि को आयो यहाँ भोक लागेको बेलामा बुढी नभएको बेला को आउँछन् यहाँ टेन्सन बढाएको मलाई भेना म एउटा कुरो भन्छु कि तपाईँलाई थाहा छैन उहाँ माइलदिदी माइतमा उहाँ खुट्टा मर्केर उहाँ बिजो भएर बसिराख्नु भएको छ त्यही माथि तपाईँको सौता भनौँ त्यो साबिरी दिदीले भेट्न जान्छु भनेर मारी कुटिराखेर आइरहेको रहेछ के कुरा भन्छ तिमीले हो त तपाईँलाई थाहा छैन अहिलेसम्म ल मलाई त थाहै छैन नि अनि उहाँ माइतमा बारी जाँदाखेरि मालदिदी चिप्लेर लड्नु भएछ उहाँ खुट्टा भाँचेर यत्रो जात्रा भयो सबै गाउँले मिलेर हामी गएर उहाँ जडीबुटी लाएर औषधि उपचार गरेर अलिअलि निको भए जस्तो भयो थियो त्यही माथि तपाईँको साउता भनौँ त त्यो साबिरी दिदी गएर मारी ठोकेर आएछ हेर्नु है यति बेला भनिदियो त भनेको त माइलीको मामा गएर मरेछ हो नि त्यसलाई मैले लात हान्नुपर्छ त्यसलाई हो भएन हो त्यसरी नै हान्नुपर्छ अब म चाहिँ लागेँ भेनाजु है अब यति म्यासेज तपाईँले छोड्नलाई आएको मेरो कर्तव्य मैले पुरा गरेँ हजुर के गर्ने हो बिस्तारै गर्दै गर्नुहोस् म चाहिँ लागेँ भेना है त मैले पनि जाने छ मैले हो भेना त साह्रै रिसाउनु अब त यसरी ठिक्क पर्छ कि अब त्यसलाई पख्न मैले जाने छ त्यसलाई ठिक पार्न त मैले जाने छ के पहिला पहिला कति रिस गरेको थियो देखिनछ नि अहिले थल पर्या बेलामा त जे होस् मैले बर्ला चाहिँ लिएरै छोडेँ कि जे होला होला तँसँगले मलाई मनमा शान्ति भयो कि बिस भनेको त यसै गरी फेर्नुपर्छ साह्रै खुसी छु म त आज त मलाई खाना नखाए नि डम्म भएको छ मनमा आनन्द आएको छ आया आया भन्दै बस्यो होला खुच्चु पर्यो कति छ अन्त शनि नै हत हुन्छ मेरो बुढा तेरो कालु भनेर यसो माया गर्नु पर्यो मक्खै परिहाल्छ नि खाना त मिठो मिठै पकाएको होला
खानुपर्छ मजाले गएर के गर्नु त भन्न त भन्ने हो न कतैबाट थाहा पायो नि त आनन्द छैन होला थाहा पाएको के थाहा पाउँछु मैले जाने छँदैछु नि जसरी नि सघाउँछु के गरी एकलौटी त पार्छु भन्ने छ मलाई मनमा म पनि कम पाएको कहाँ छु र पकाएको होला खान्छु कालु के भयो रातो पिरो भएर यताउता हिँडेको पो देख्छु त के भयो कालु किन रिसाएको के भयो के रे लौ कहाँ गएको कहाँ जानु काहीँ पनि गएको छैन बिरामी मान्छेलाई गएर घोप्केर हिँड्ने होइन त मार्नु पर्यो मूर्ति होइन यो अर्काको पोइले त कति चाँडो कुरा थाहा पाउने हो मार्ने भयो त कुन चाहिँ होला यो मान्छे कुरा लाउने होइन यो कसले कुरा लायो होला यो कुरा त म पत्ता लाएर छोड्छु होइन हरै गुस्काइदियो कि क्या हो हिँड्नै नसक्ने भयो उसलाई जेठीलाई जस्तो भएको त्यतै पारे क्या आया मरि 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 आया नि के गर्नु मरि गइ नि सकिहाल्यो नि आया कस्तो अपराधीको फेला परिएछ भाइ उसो बुढीलाई यति धकेल्न नहुने मलाई त ढुट्टै पारिहाल्यो नि बुढी बाबा आया नि ढाड त साह्रै पिरो भएर दुख्यो पर्यो कस्तो सजाय दिएको होला आमा भेटाइ भने झन् अस्ति हामी जङ्गल घुम्न जाने भनेर श्याम र म आएको तपाईँ थिएन बाटोमा यत्रो सर्प थियो भने जसले कोही मारेन नि भाइ हो र अनि म त त्यहाँ साथीले एकछिन उता बाहिर जानुपर्छ भने त्यही भएर म त बाहिर जाँदा जाँदै बिर्सेछु यता त अनि त्यहाँबाट फर्केर श्याम भाइ कहाँ गएर दिनभरि आरामले सुतेर बेलुका आफ्नो आफ्नो घर गयो जेस रमाइलो त भयो नि अनि भयो नि तिमी थिएनौ म त कहाँ उता मलाई नि रमाइलो भयो नि यता अब बिर्सिहालेछु हो र उता नि रमाइलो भयो भनौँ न जता पनि रमाइलो रहेछ त या जिन्दगी त हाम्रै मस्ती छ नि है यता हो। जङ्गल गयो त्यतै रमाइलो अँ। उता गयो केटी तरुनीसँग रमाइलो जता गयो नि रमाइलो छ मस्ती नै मस्ती छ हाम्रो अनि खास गरेर मेन बोका त हाम्रो धर्मे दाइ नै हो म बोका मैले देखेको तपाईँ नै हो मेन बोका त तिमी चाहिँ बोका होइन म त अलिक सिधै छु नि त अहिलेसम्म मेन बोका चाहिँ यतै है ल जाउँ तर यो पानी भने चाहिँ मलाई धेरै डर लाग्छ हौ तर्नु पनि अप्ठ्यारो पौडी खेल्नु पर्ने पौडी खेल्नु भन्दै नि नजान्ने होइन धर्म हो खोला ठुलो रहेछ बगाउला भन्ने डर बगायो भने फेरि तल कहाँ खोज्नु जाने है कहाँ गएछ श्याम भाइ आज त्यही त कहिले श्याम भाइ हराउने कहिले धर्म कहाँ दाइ गयो हराउने केटाहरू कहिले म गाउँका? हराउने, ओहो के हो दुईजना राम राम ओहो तिमीलाई नि खोज्दै हिँडे हामी खसी पार्दै हिँडे है क्या गाउँतिर कहाँ खसी पार्नु खसी भेट्नु परेन बोका बाबा खसी पार्नु त्यो त हैट, त्यो के हो मेरो आँखा यार के हो, किरा पसेको हो होइन आज त दिपेन दाई पनि देख्छु त म आज हो र आज म धेरै ओहो। ह्यान्डसम देख्दै छु कि क्या हो देखिँदैछु कि क्या हो? एकदम राम्रो एकदम ब्युटिफुल अहिले खोजेर लिएर आएको नि त ओहो अनि त्यही त अनि भाइ चाहिँ कता हराएको अनि कहाँ हराउनु नि अस्ति माल दिदीलाई सौताले मारी कुट्याएको थियो हो र अनि माथि भेनालाई गएर सुइको ल्याएर आइदिएको कहिले रहेछ फेरि त्यो चाहिँ कम्तीको छु र मैले जानेछु नि भाइ सुईको लाउनु चाहिँ कहिले गएको फेरि त्यहाँ माथि हिजो गएर आएको नि म एक्लै गएँ सुइको ल्याएर आइदिएको
सकिएन हौ श्याम भाइ, यार, तनी कहाँ जुधाउनु पर्यो नि त। अनि आज कहाँ जाने प्लान छ हाम्रो? आज कहाँ जाउँ त प्लान ल? बनाऊ नि त। अब के गर्नु जाउँ त आज? अब तरुनी जिस्काउनै जानु छ कि क्या हो? सबै रक्सी खाने, तरुनी के जिस्काउने, को तरुनी जङ्गलतिर? तरुनी जिस्काउनु यहाँ तरुनी नै छैन। अब के गर्ने त? अब त्यही बाख्रो बोको बाख्रो बोको चिसायो मात्रै हो। त्यो त बाख्रा हुँदैन। पानी चिसायो मात्रै। हामी कता जाउँ त? हामी जानु त पर्यो। हाम्रो त यसो ठुलो गरौँ। काम हो। जङ्गलतिर घुम्न जाउँ। यतै यतै जाउँ। ए कति बस्नु हो यतातिर है? बस्दा बस्दा झ्याल लाग्यो। त्यही त अब जिस्काउने मान्छे यहाँ तरुनी बरुनी कोही छैन गाउँमा। भएको भने भागिहाले। अब के गर्नु? माइली दिदीलाई जिस्काउनु हुन्थ्यो नि। अँ अब थलो परिराख्नु पर्छ। अँ तर थलो परेको बेला झन् जिस्काउनु मजा आउँछ हौ। कि माइली दिदीलाई जिस्काउनु जाउँ? खोइ त के गर्ने हो? थला परे बेला त जिस्काउने, थला नपरे बेला त मारिहाल्छ। त्यही त हो नि। त्यो पनि हो। धर्मदास यो दिदीलाई कोही एकदम राम्रो आइडिया हो दाजु यार, तपाईँ यार खतरा आइडिया निकाल्नुहुन्छ त। कोही बेला त राम्रो राम्रो कुरा गर्नुहुन्छ। एकदम अब माइली दिदीकोमा जानु पर्यो भेट्नलाई। आउँछु भनी छोरी अस्ति पनि आइन, अहिले पनि आइन। कहाँ मरेकी हो खोइ? आउँछु आउँछु भन्छ र आउँदिन। ठुक्क मेरो करमा कस्तो अभागी रहेछ। जहाँ गए नि एक्लै हिँड्नु पर्ने, जहाँ गए नि साथीभाइले छोरीचेलीले सबले ढाँट्ने। कहाँ मरेको नि? दिदीलाई भेट्न जाउँ भनेको आइन। जहाँ गए नि जे गरे नि एक्लै। अब त म त साथीसँगैको भनेको कान समाए। अब एक्लै जान्छु जे पर्ला भेट्नलाई। आइन त्यो, अब त्योसँग सङ्गतै भनेको गर्दिनँ म। अब जान्छु एक्लै भए नि भेटेर बिमारी रहेछ भेट्छु बिचरालाई। साथीसँगै त म त अब सङ्गतै गर्दिनँ है। कान समाएर उठ बस। अब एक्लै जान्छु। रिस त कति उठ्छ त्यो माइली दिदीलाई पनि भेट्न मन त छैन, तर पनि पुरानो साथी हो। भेट्नु त पर्यो एकचोटि, नै त फेरि बाटोघाटोमा हेर्दा नि मलाई यस्तो पर्दा आइन भने गएर नि भेट्नु पर्यो। मुखले त ठिक्कै पार्नु पर्यो नि गाइन बकीलाई रहेछ। के ल्याउँ भनेको नि त्यसले छोरीले गर्दा ल्याउन पाइएन। त्यत्तिकै आयो भन्ला। अलिकति यहाँ औषधि चाहिँ मिठ लाउनु बोकेको छु क्या मैले। माइलीको घर नि आइपुग्यो। जानु छ कि छैन घरमा? के गर सन्चै घर छ कि छैन? सुतेको छ कि के हो? माइली माजा गरे माइली। ए दिदी यहाँ छु, यहाँ आउनु न। यहाँ कति कराएको हौ कानै खाने गरेर। आउनु। नमस्कार। के को नमस्कार हो त? बस्नु। सन्चै छौ त? के भएछ त? के भएछ नि? लौ न नि बर। थाहा भइ पनि के भएछ त भन्दा त साह्रै रिस उठेर आउँछ मलाई त। सन्च भयो कि भनेर भनेकी नि। सन्च त यी झन् यस्तो भइसक्यो। अलि सन्च होला भने झन् बढ्दैछ हौ मेरो त। के भयो यो? बेसमारी सुन्या रहेछ भाइ। तपाईँले औषधि ल्याउँछ भनिदिन्थ्यो त अनि अस्ति त। अस्तिदेखि औषधि लिएर फलफुल लिएर आउने भनेर भनेको। त्यो दिदीको छोरी आउने भन्छ ढाँट्छ, आउँछु भन्छ ढाँट्छ। दुईचोटि आएर तलबाट फर्किए नि। अब त्यो आइन। आज चाहिँ जसरी भए नि माझा घरि माइली दिदीलाई भेटेर आउनु पर्यो, हेरेर आउनु पर्यो भनेर पो आएको नि। म त ल्याएको छु नि औषधि त। खै ल्याउनु नि त यहाँ। लौ हुनु त पहिला भन्दा त धेरै राम्रो भयो नि है। राम्रो भएछ। अलिक सुन्या रहेछ। सुनिदिनु त अब घट्दैछ नि। अब औषधि सानो घाउ हो यो। हाम्रो गाउँतिर त यो यसको ज्वरो कुट्ने अनि राम्रैसँगले मिच्ने अनि यो लाउने गर्छन् त। के गर्छौ त? यही म लगाइदिउँला। हेर त। यसले चाहिँ छिट्टो जोडिन्छ अरे नि। जोडिन्छ। यो त विदेशतिर लान्छन्। यो चाहिँ होइन है। यो तितेपाती चाहिँ लाउँदैन। कस्तो हो नि? त्यो त झन् राम्रो हुन्छ। यो चाहिँ लगाइहालौँ है। बोक्सी सोक्सी लागेको, फुलेको, आँखा लागेको त्यो झन् ल्याइदिएको कहाँ गुण गर्दा हुन्छ र? त्यो त हुँदैन। त्यो त लगाएको छु अस्ति नै। पर्दै पर्यो सबैले। पर्दैन, म आफै लाउँछु। खुट्टा दिनु हुँदैन कि आओस्। ल्याउन म लगाइदिन्छु। भयो। साथीको यसो माया गरौँ भनेर आएकी कहीँ नभएकी चढिएकी रहेछौ। छोरीले नि धोका दि। अब मैले लगाइदिएछु सन्च हुन्छ हेर। अलि बिस्तार है, बिस्तार। दुख्यो? ओहो नि
अब मैले गरिदिएछु त यो तिम्रो त चट्टै हुन्छ देउताकै जस्तो हेरिराख न यो गेडी नि खुस्केछ है क्या हो गेडी खुस्के कि के खुस्के थाहा भएन हौ मलाई त रानीलाई पनि म सन्चो भएपछि त यति रिस उठेको छ कि यति रिस उठेको थियो तिमीमाथि अस्ति आएर हुत्याइ राख्छ नि त्यो थाहा भएन कसले ए मेरो सौता भन्ने नाडीले कसरी आएको नि त्यो आचल एकदम चढिएछ उहिले मैले भन्दा मान्थेन मलाई कराउँथ्यौ टिक्क पारेछ त्यसले पनि काहीँ नभए कि पापिनी पो छ त सौता नि कहिले कति हुन्छ सौताको जात होइन तपाईँले भन्नु खोजेको चाहिँ के हो हो त्यसो भन्छौ कहाँ थाप्छौ सौताको भचर झनै मार्दी भनेको छौ अनि पो भने त फेरि सुनाउली नि नसुनाए ठिक्क पारिछ भनेर उसले मलाई बिरामीमाथि झन् घोक्रेर गएको अनि झन् तीमाथि ठिक्क पारिछ त्यसले भन्ने त अनि अस्ति मैले नमिला यसलाई पठाम फुकफाक गरेर हटाम भन्दाखेरि मेरो सौतालाई यसो भन्छ यो बिचरा भनेर बुढोले ल्याइहाले भनेर भन्यो अनि मैले किन उ गर्नु भनेर मलाई नै रिस गरेकी होइन नानी अब गएँ म मैले यही औषधि ल्याइदिए यसो मुख हेर्न मन लाएर आएकी हुँ त्यस्तो घोक्रानीलाई ठिक पार्नुपर्छ मलाई नि बोलाउनु अब मेरो नि हतार छ घरमा अनि म गएँ लु राम्ररी सन्चो हुनु है ल दिदी ल बस बाई बाई गएँ म त मुखले ठिक्क पार्छ अलक्षिणी बुढी त यही पो छ त भन्नु पनि नभएको यो अलक्षिणाले धेरै कुट्यो क्या फोन गर्नु पर्यो कुन फोन आयो बुढा भन्नु न हेलो हेलो के भयो माइली तँलाई कस्तो के भयो भनेर सोध्नु भएको र ए तँलाई धेरै कुट्यो क्या तँलाई मैले नजा भने थिएँ अब त आफै जान्ने भएर गइस् केही खबर पनि छैन मान्छेलाई यहाँ कस्तो भइसकेको छ राख्नु नजरी कुरा नगर्नु मक्क परेर नबस्दा हुन्छ जुनी जानी कोसँग भनेर त थाहा होला नि पछि देख्छ नजा भने थिएँ गइसकेँ नगएर कहाँ जाने त माइत नगएर अनि कहाँ जाने तपाईँको पारा त्यही हो हुँदैन बुढा अर्को ल्याउनु भन्दाखेरि मलाई कान्छी चाहियो भन्ने त्यत्रो झगडा गर्दा पनि आखिरी ल्याएरै छाड्नु भयो त के गर्नु त नि मैले ल औषधि राम्रो खानु है उपचार गर्दै गर्नु म त गाउँतिर घुम्न आएको छु खाइरहेको छ प्रदीप धर्मे त्यो अर्को भाइको नाम के अरे देवेन्द्रहरूले सबैले खोजेर औषधि लगाइदिएर ठिक भएको थिएँ फेरि एउटा छौडी आयो नि छौडी आएर फेरि बिरामी भएको बेलामा पछाडि आएर गोदी राख्यो अब त्यस्तै हो नि तपाईँलाई पो सजिलो छ त बस्छ राम्रो बस्छ औषधि गर कुट्यो भनेर सुनेर मैले तँलाई फोन गरेको के कुट्यो नि किन नकुट्नु नकुटिकन भन्छु त औषधि राम्रोसँग खानु दबाई पानी गरेर छिटो निको भएर आउने है बहिनी खुट्टा ठिक भयो हेरो नानी छोरी मान्छे धेरै माइत बसे राम्रो हुन्न होइन अनि छोरी मान्छेको कर्मै छुट्याएको दुई दिन कता माइत आएर बसेको माथि लडेर खुट्टा राख्नु पर्ने गाईले अब बहिनी कहिले घर जाने भनिसक्यो यस्तो पनि हुन्छ घरमा जाउँ भने बुढाको त्यो सौताले मेरै माइतमा आएर मलाई नै थप्नुपर्छ त घरमा पनि यो हावा केही गर्ने नहुने हो कि होइन म सन्चो हो न मैले मान्छे दुःख पायो भने
फेरि चेलीले मेरो माइतीले दुःख पायो भनेर गएर झर्लिएको दिन्छ फेरि चेलीले दुःख पायो भने चाहिँ माइतीले के भन्छ अरे आऊ नानी एक छाक खाना मिठो पारेर खान्थ्यो भनिदिन्छ अनि भोलिपल्टदेखि चाहिँ जाऊ आफ्नो आफ्नो घर जाऊ है भन्छ किनभने हामी छोरीको कर्मै यस्तो हो त धेरै फरक पर्दैन अब जान्छु नि मेरो घर यो खुट्टा मात्रै सन्चोस् न अनि मैले गएर कसैलाई के गर्नुपर्छ मैले गएँ पहिला त म यही शौचालय मैले त्यहाँबाट अनि कसैलाई के गर्नुपर्छ एक गनेर नदिँदा म थाक्यो भने पस्न अब हुन्छ त थाहा छ हुन्छ ठिकै लाग्ने